सोचेर हेऱ्यो भने त नेमार जुनियर इन्जुरी नभएको भए मेसी र क्रिस्टियानोको रेकर्ड तोड्न सक्थ्यो त। जहाँ नेमार जुनियरलाई भगवानले हर चिज दिएको छ, प्रेस, स्किल, डुब्लिङ, फेयर हर चिज दिएको छ भने, तर नेमार जुनियर चाहिँ आफ्नै समस्या इन्जुरीको कारणले गर्दा चाहिँ ऊ धेरै खेल मैदानदेखि भन्दा खेल बाहिर उसले बिताउनु परेछ, जहाँ हस्पिटलको बेडमा चाहिँ उसले बारम्बार समयहरू बिताउनु परिरहेछ। नेमार जुनियर 2015देखि 17सम्मको वर्ल्डको बेस्ट एट्याकिङ थियो भने, जहाँ नेमार जुनियर 2015को बालेन्टियरमा चाहिँ थर्ड पोजिसनमा नाम रहेको थियो भने, सायद नेमार जुनियर इन्जुरी नभएको भने ब्राजिललाई 2018मा वर्ल्ड कप जिताइसक्थ्यो होला र त्यो सँगसँगै चाहिँ पिएसजीलाई च्याम्पियनसिप पनि जिताइसक्थ्यो होला पहिलो, र अर्को चाहिँ भने आफ्नो नाममा पहिलो बालेन्टियर पनि हात पारिसक्थ्यो होला, जहाँ मेसी र रोनाल्डोको नाम मात्रै लेखिँदैन थियो होला। अब नेमार प्राइम टाइममा थियो नि, तब आफ्नो शरीरले चाहिँ उसलाई चाहिँ साथ दिएन, जहाँ आफ्नै इन्जुरीको कारणले गर्दा चाहिँ करियर अलिकति डाउनफ्लो भयो। तर नेमार जुनियरको चाहिँ अहिले पनि ट्यालेन्ट छ, जहाँ ट्यालेन्टको कुरा गर्ने भने अहिले कोही पनि कसैको भन्दा कम छैन, र नेमार जुनियरलाई चाहिँ वेस्ट ट्यालेन्ट भन्छ, र आफ्नै ब्राजिल फ्रेन्ड र ब्राजिल टिमहरूले चाहिँ समर्थकहरूले चाहिँ नेमारको हेनतेन नराम्रो आलोचना गरिरहन्छ। तर नेमार जुनियरको बारेमा थाहा छैन, उसँग चाहिँ लुकेको इन्जुरीमा लुकेको ट्यालेन्ट प्रतिभा रहेको छ, र सायद नेमार जुनियर इन्जुरी नभएको भने कतिवटा ट्रफी र कतिवटा बालेन्डरहरू चाहिँ जितिसक्थ्यो होला।